हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ मैले फिस करीको रेसिपी लिएर आएको छु आफ्नो तरिका अनि कसरी बनाउँछु भनेर देखाउन जाँदैछु है त। म चाहिँ आफ्नो तरिकामा पहिला चाहिँ मैले फिसमा चाहिँ नुन हालेर एकछिन छोडेर त्यसलाई पखालेँ। त्यस पछाडि चाहिँ फिसलाई धोइसके पछाडि चाहिँ मैले त्यसमा बेसार, नुन, हल्का मसला अनि धुलो खुर्सानी राखेँ। अनि त्यो पछाडि चाहिँ त्यसमाथि चाहिँ मैले कागतीको रस राखिदिएँ, कागतीलाई निचोरेर। अनि यसलाई मजाले मोलेँ अनि यसलाई चाहिँ एकछिन मजाले भित्र अब मसलाहरू लाग्नलाई छोडिदिएँ। त्यसपछि चाहिँ मैले यतापट्टि ग्यासमा प्यान बसालेर चाहिँ तेल गरम हुनलाई राखिदिएँ। जबसम्म तेलहरू गरम हुन्छ त्यतिखेरसम्म चाहिँ मैले यहाँनिर लसुन तासेँ अनि त्यो प्याजहरू तास्न सुरु गरेँ। त्यतिकैमा चाहिँ मेरो यहाँनिर तेल तातिसकेछ अनि मैले चाहिँ यहाँनिर अघि मसलामा घोलेको फिसलाई एक एक गरेर तेलमा राखिदिएँ फ्राई हुनलाई। अनि यतापट्टि चाहिँ अब फिस फ्राई हुँदैछ, यतापट्टि चाहिँ मेरो लसुन प्याजहरू केलाउने त्यसलाई काटकुट गर्ने काम सुरु हुँदैछ। मैले चाहिँ मजाले प्याजहरू केलाएर भए पछाडि त्यसलाई मजाले सानो गरेर काटिदिएँ साथीहरू। अनि टमाटरलाई पनि मजाले पखालेर चाहिँ मैले फेरि टमाटरलाई पनि काटेर राखिदिएँ। यसरी अब काटेर रेडी गरेर राख्यो भने चाहिँ फेरि ग्रेभी बनाउन सजिलो हुन्छ नि त। फेरि तेल तातिसक्छ अनि काटकुट गर्न टाइम लाग्छ। त्यही भएर चाहिँ मैले चाहिँ सबै प्याज गोलभेडाहरू चाहिँ पहिला नै काटेर एक साइडमा रेडी गरेर राख्छु अनि बनाउनलाई चाहिँ एकैचोटि सजिलो हुन्छ। जबसम्म चाहिँ यहाँनिर माछा फ्राई हुँदैछ त्यसलाई चाहिँ पल्टाउँदै फेरि यता चाहिँ मेरो धनियाँ काट्ने सबै अब ग्रेभीको लागि सामग्रीहरू रेडी गर्दै गर्छु। यतिन्जेलसम्म चाहिँ मेरो यहाँनिर फिस चाहिँ फ्राई भएर भइसक्यो। यो फर्स्ट लटको फिसलाई चाहिँ मैले निकालिदिएँ। यसरी रातो रातो ब्राउन हुने गरेर पाकिसके पछाडि चाहिँ मैले यसलाई निकालेर अर्को सेकेन्ड लट राखिदिएँ। सेकेन्ड लटमा चाहिँ थोरै थियो, त्यो पछाडि यसलाई पनि मैले राखेर चाहिँ फ्राई हुन छोडिदिएँ। अनि यतापट्टि चाहिँ अब फिस करी बनाउनलाई रेडी हुँदैछ। पहिला चाहिँ मैले प्यानमा थोरै तेल राखेर जिरा झानिदिएँ अनि त्यसमाथि चाहिँ मैले प्याज राखेर त्यसलाई मजाले चलाएर भुटेँ। जबसम्म प्याज रातो रातो ब्राउन हुँदैन तबसम्म भुट्ने। त्यस पछाडि चाहिँ मैले अब टमाटो खनाएर त्यसलाई पनि मजाले पकाउने। त्यसपछि चाहिँ मैले बेसार, नुन, खुर्सानी, मसला, जिराको धुलो, मिक्स मसला सबै राखेर चाहिँ त्यसलाई मजाले चलाइदिएँ। अनि एकछिन पाक्न छोडिदिने अनि लसुन राखिदिएँ। त्यस पछाडि यसलाई हल्का पाक्ने गरेर पकाउने। अनि त्यस पछाडि चाहिँ आफूलाई झोल कतिको चाहिन्छ त्यसअनुसार झोल राखेर त्यसलाई एकछिन उमाल्ने। अनि त्यसपछि अघि फ्राई गरेको फिस एक एकवटा गरेर राखिदिने। यसरी चाहिँ मैले मिठो गरेर फिस करी बनाएर खाएँ साथीहरू। तपाईँ पनि यसरी ट्राई गर्न सक्नुहुन्छ। आजलाई यति नै साथीहरू। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। बाई बाई, सी यू अन नेक्स्ट भिडियो।